अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको छ। म राख्न चाहन्छु कसलाई लक्षित गर्नुभएको। उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। पूर्वक्ता मान्यहरूले पनि हिजो अस्ति बोल्नुभएको छ। म आजका दिनमा पनि भन्छु, नम्बर 1 टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्। म यो हार्दिक आग्रह गर्न चाहन्छु। त्यसपछि विपक्षीसित जोडिएका ओम्नी हुन् कि वाइड बडी हुन् कि के फाइल हुन् तपाईहरुको हातमा छ। सरकारलाई म भन्न चाहन्छु यो सदन मार्फत ती खोलियोस्। साँचो कुरा जो त बाहिर ल्याइयोस्। यद्यपि आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न? मैले यो प्रश्न पनि गर्न चाहन्छु।